हेलो गाइस, नमस्ते। फेरि पनि स्वागत छ समीक्षा राई अफिसियल युट्युब च्यानलमा। र आज पनि मैले फेरि मोमो मुकब्याङ च्यालेन्ज लिएर आएको छु मेरो दुवैजना साथीहरूलाई। अनि खोइ हाई भन न तिमीहरू। हेलो। अहिले चाहिँ बेलुका रात परिसक्यो अनि क्यामेराको क्वालिटी पनि राम्रो छ होइन। त्यसको लागि हामीसँग छ मोमोज। यो चाहिँ पर्क मोमो पनि छ, चिकन पनि छ है, दुइटै खालको छ, मिक्स छ। अनि हामी चाहिँ के गर्ने भने आज चाहिँ ब्लाइन्ड फोल्ड हेर्ने, मतलब सरले आँखा बन्द गर्ने अनि खाने, कसले छिटो खान्छ भनेर। अनि त्यस पछाडि हाम्रो साथमा छ यो निम्की घरमै बनाएको। अनि त्यस पछाडि यो कोकदेखि हाल्नुभयो, टमाटरको अचार, यो घरमै सबै बनाएको, सबै मैले बनाएको अरे कि सबै क्रेडिट गोज टु मी। ल रेडी गरौँ न, आँखा बन्द गरेर चस्मा गर्नुलाई लगाऊ भए देख्छ। देखिँदैन पानी छ त्यसले धेरै खेल पाउँदैन है। मलाई त निद्रा लागिसक्यो। कहाँ छ मेरो कोक त उयो तल पनि छ। कसरी देखेर यो कोक यहाँ राख्दा म छलिन्छु कि होइन। कोक देखियो कि होइन, कता छ अचार देखियो म देखेँ। देखेछ। रेडी ल, रु 1 2 3 स्टार्ट। कहाँ त अचार यो हो, धेरै चोबे क्या हो। अघिको भिडियो भएन छ कि अलिकति भएछ, अनि त्यही भएर भएन। अर्को प्रमिसाले ऊ खाइसकेर गइसक्यो, अब फेरि उनीहरू बिच भिडान्छ। बराबर छ, गर्नु बराबर गर्नै पर्दैन। तिम्रो खुदेको यो आदि छ, यो त अघि खाएको नि त मैले कम्पिटिसनमै। लु आदि नै छ भयो मेरोपट्टि ठिकै छ हौ। बाँध्नु त बाँध्नु, मेरो हात पर्छ नि। मेरो त यस्तो मुला बाँध्ने ठाउँ हुन्छ नगर्ने है। बाँध त्यो अल्छी गर्छु, जा गर्छु नभित्रै अरे यो धुन जान्छु खान सक्छ चुइयाहरू खा आइस अलिकति ताउँ ल यहाँ आँखै दुखो कत्रो टालेछु। स्टार्ट खोइ कहाँ त छ। स्टार्ट स्टार्ट 1 2 स्टार्ट 3 गो स्टार्ट। खाऊ केटियो खाऊ मेरो आँखै बाँध्छ मेरो नाकै हाँसु त त्यही जस्तै, नाक पनि छोप्नु पर्यो। छिटो झन् फन देखियो ल। मलाई देऊ तिमीले हो मैले लगाइदिन्छु, प्रमिसा भन्न खोइ छैन मुला मलाई अघि आरोप लगाउने तिमीहरूले। मैले 12वटा सकेकै हो नि। फेरि कुरु खाऊ है तिमीहरू। तेरो आहा त जिरी खेल्छस् बाँध्दै तिमीले मलाई लगाइदियो है।
कसम हाइवेमा कुदाएर लु कसम छैन Wait a minute. लु कसम ल हेर के हेरेको छैन के गरेर को गयो ऐसा कस्तो झ्यालेर चाहिँ आज थाहा भएन दुईटा आइसक्यो अझै बढेली यो तिम्रै हो कि ऐसा किन खोलिदिएको तिमीहरू नै ऐसा त कस्तो झ्याली रहेछ सबै मलाई लगाइदिएर अहिले अफिस लु अब यस्तो आँखा बन्द गरेर रहेछ आहो। आँखा बन्द गरेर त्यही पनि यो मेरो पनि होइन यो तिम्रै हो अहिले कति हो लगाइदिएको छौ जम्प भयो हेर्नु पर्दैन लगाइदिँदै थियो खाऊ है सर तिमीहरूलाई नि अब कुरा पोसेको हुन्छ म बिर्सिगयो नि तपाईँले आँखा बन्द गर्दैन ए नि बच्चाहरू नानीमा फेरि हेऱ्यो ऊ हेर्दैछ ओ, आइस अरे? अह म त हाँस्दा पनि आँखा बन्द गरेर कोक खाना कोक खाऊ गाइज खाऊ पिरो भयो जरा मुलाहरू नजुझै तिमीहरू के हेरेको बहिनी के हेरेको सबै मलाई लगाइदिएको छ लगाऊ फेरि लगाउन चाहन्छु खाऊ ल सिधा भयो भयो मुला तिम्रो भिडियो बनाउनु एक दुई जेली नगर है सबै लगाइदिन्छु यहाँ हाँदेर चाहिँ अनि चारवटा दस पाँचवटा सुन न एक दुई तिन सुन न बाजा गर्छ म त सकिँदै आँटिसक्यो तिमीले आइस यस्तो कम्पिटिसन खेल्छ अरे बराबर दिन लाग्छ होला कि जहाँ आइस त सबै किन लगाइदिएर कोरीहरू यसो खाऊ सुन न छिर्दै छैन हौ भित्र Ôi, người ta cũng cái này là lên xuống. L. Ok, ready. आज के अरे भिडियो गर्ने अलिक उयो वातावरण नै भइरहेको छैन अघि तेरो कट तिनजना ब्लाइन्ड फोन खेलेको त्यो पनि भिडियो आदि भएछ अहिले दुईजना ब्लाइन्ड फोन खेलेको झेली धेरै खेलेर अनि यो हावाले रहेछ कि उयो मोबाइल हल्लेको अनि त्यही भएर आँखा खुल्लै पारेर बराबर खेल्दैछौँ है अनि थोरै छ नि थोरै भएर हुन्छ जति आफ्नो क्षमताले खान सक्नेमा पो भर पर्छ त नि कहाँ बराबर हुन्छ कम्पिटिसन ल वाच अब यस्तो बुझ्दैन फेरि लागिरहने क्या कस्तो भएछ भने नि भिडियो भयो कि तर मैले प्लान गर्नु खोजेको थिएँ अहिले यो एकजनाले यो दुईवटा खोर्सानी लगाइदिएको थिएँ
कर्मचारी चाहिँ खाएर आइसक्यो किन खाएन भनेको भन्दाखेरि उसलाई थाहा थिएन त्यो घोडसानी भएको म मात्रै उसले अब समय कस भन्नु न मेरोमा लगाइदिएको त्यसो त्यही भएर मेरो भात नखाएको के भन्छ अब ल्याउनु पऱ्यो प्रकाश गरेर खुल्ला मैले खाएको थिएँ कति पिरो खाएको थिएँ मैले खाएको थिएँ कति पिरो खाएको थिएँ राम राम आइस त्यस्तो झेल खेल्दैन खाएको थिएँ मुला किन खुल्ला छ भनेको त तैँले एक देखालिस् न मुला यसले सिङ्कै हाल्दै सिङ्कै म खाएको छु तर पहिला चाहिँ मेरोमा लगाइदिएको नि त म ठिक गरिस् आइस अझै हाल्दै आफू बोल्ने सब भन्छ गाइस यहाँ मुखबाङ भिडियो हुँदैछ ऊ आज मेरो आयुष साथी ऊ आज मेरो समीक्षा साथी म चाहिँ फर्स्ट विनर हो होइन मैले त 12 वटा खाइसकेको हजुर हामीले चलेको छ म फर्स्ट राउन्ड तिमीहरू सेकेन्ड र लास्ट राउन्ड कुन हुन्छ थाहा छैन मलाई अघि मलाई यही भन्नु कसरी आयो त तिमीले मेरो खोर्सानीमा म विनर हो तिम्रो खोर्सानीमा अहिलेसम्म सेकेन्ड चुनाव भएको छैन छोरीहरू त्यसो खाऊ है मुलाहरू अघि दाल नरम थिएले चिसो लगाएर त्यो प्रमिसा त कुखुराले चारो टिपेको मैले अनि 12 वटा एकैछिन खाएर जाने कस्तो भइरहेको म नराख्नु भन्छु मैले बिचमा आमा बाटो हेरेको त 2-3 मिनटपछि हेरेको होला त प्रमिसाको घरमा त दुईटा मात्रै थियो मैले लगाइदिएको होइन म खाएको उसले चाहिँ लगाइदिएछ मैले खाएको छु भनेपछि त नि पिरो थियो एउटा मलाई थाहा छैन म ढाँटिन मान्छेले खतरनाक हो नि त खाऊ छिटो को सेकेन्ड मुलाहरू फेरि फोरिएको डिस्टर्ब भइसक्यो फुपूलाई चाहिँ लुगा पनि आज उस्तै लगाएछु यहाँ त लुगा यहाँ फोहोर भइगएको छ बेला छिटो त अचार त नखाँदा नि भयो त्यही हो अझ राख्नु रुल्समा छैन तपाईँ माथ्यो तिम्रो साथीको माथि हो रक्सी खान माथ्यो यसलाई देऊ त छ ममा यहाँ कि बिरालोलाई बिहान के भन्छ म दिनु भन्नु माछाको बोलाल छिटो भइरहेछ अब अच्छा अब त डल्लै भइदिनु सेकेन्ड हाम्रो समस्या के हुनुभएको छ हाम्रो लास्टमा चाहिँ हाम्रो आयुष मिस हुनुहुन्छ जति चिटिङ गरेको यसको मतलब के मैले बनाउनु मम्मीको छैन होइन क्या थुप्पा खायो क्या मिठो छैन कसरी विश्वास गर्ने बन्द आँखा गर अनि म विश्वास गर्छु गर यो काटिनु भएको नि त आफ्नो हार्नेलाई 5 जिरी खोर्सानी हो खोर्सानी लाम्चे लिएर अझै खान्छ गुलियो छ खाउँदा पिरो छैन साँच्ची हो मलाई के सोचेको तिमीले मैले भाउँदैन आफूलाई के साम्छ छिटो खाऊ न नानी निकै त उसलाई अचार लगाएर हाम्रो विजेताको सिट मै होइन म भनेको फर्स्ट भए ऊ त्यो भनेको सिट
उयो मान्छे चाहिँ मैले पहिले चाहिँ हाँसेँ खोइ मैले यस्तो हाँस्छ मुख होइन खाँदाखेरि पनि कहाँ देखाउँदा मुख भइगयो यसरी छोड्दैन तिम्रो त आफ्नो बारी गर्नु मैले प्लान गर्नु खोज्दै थिएँ यो एक एकजनालाई यो 2टा खोर्सानी लगाइदिएको थिएँ प्रमिसाले चाहिँ खायो आइसाले किन खाएन भनिदिएको सो गाइज के भन्नु निशब्द छु खाएर टन्न भएर होइन बोल्नै सक्ने अवस्था छैन सुरुमा चाहिँ बोल्नु कस्तो लाग्छ भने अहिले त केही छैन आजको भिडियो चाहिँ यस्तै भयो अरूको भिडियो कस्तो रमाइलो थियो कि हामीलाई कस्तो रमाइलो लाग्यो झिच्चिम होइन कस्तो पनि आइराखेको थियो है त्यसरी त कतिले झ्याली खेल्यो होला मैले झ्याली चाहिँ खेलेको होइन मेरो प्लान चाहिँ झ्याली खेल्ने भनेर त सम्भव नै भएन क्या त्यो चाहिँ मलाई हाल्ने छ फर्स्ट भन्छु म लागेको छुइनँ म चाहिँ के हेर्छु म चाहिँ यसो बिचमा चाहिँ आँखा खोलेर यसरी हेर्दै के हेर्नु थियो भने कति बेला चाहिँ खोर्सानी खान्छ भनेर विचार गरेर भएर फर्स्ट खाएको खोर्सानी डक्टर भएर आइसकेको अघि मेरो लगाइदिएको रहेछ यो फिक्स उसले नाइ भन्छ अहिलेसम्म पनि तर फिक्स नै हो अनि मसले आज के भन्नु म त विरक्त चलिरहेको फर्स्टमा सेकेन्ड फर्स्टले डिसाइड भएको छैन है कस्तो भयो भने होइन यो कोक पनि सबै सिधाउने थियो नि त लेट मी एक्सप्लेन होइन अनि के भयो भने यसले कोक खाइसकेको थिएन अनि हाम्रो थियो अनि हामीले खायौँ सुरुमा मैले खाइसकेँ म फर्स्ट भएँ अनि उसले खाइसक्यो ऊ सेकेन्ड भयो आज हाम्रो भिडियो के भएको आधी हुन्छ काटी जान्छ आधी हुन्छ काट कि हामीले के बुढी हुँदा कस्तो कुरा गर्दैथ्यो नि कति रमाइलो भयो मेरो खुट्टा तान्छ कति भिडियो गर्छ कति भिडियो मेरो भिडियो होइन यत्रो स्टोरेज छ देखिन्छ कि होइन 77% छ अझै 30.64 GB अभाइलेबल छ तर पनि यति 1 मिनटको भिडियो पनि यो नअट्ने भएको रहेछ होइन गाह्रो छ मलाई भिडियो बनाउनु पनि अनि त्यही भएर उसको फोनबाट बनाउनु थालेको अहिले चाहिँ हामी एकदम गोरो न गोरो देखिरहेको छौँ उसको फोनबाट अनि हामी सुन्दरी अरे तर तिमीहरूको कोक अझै यहाँ छ है यो कोक चिक्को लगाइदियो कोही मन थाहा छैन मैले खाइसकेको थिएँ ल छैन अहिले बुर्र गरेर कस्तो मुखदेखि निकालेको लगाउँथ्यो यसले पक्कै दिएको गरौँ कम लु खाउ कसले छिटाएर त्यही दिन्थ्यो तेरो पनि छ त म खाँदैन त्यो म अघि खाइसकेको थिएँ खाइसे तेरोमै थियो तेरोमा त्यो तैँले हालेको तेरोमा थियो झन् तँलाई सबहरूलाई मैले आइसकेको मलाई भलाइको त जमानै छैन आज कलियो गयो नि त कलियो जे भयो नि त हारिस फेरि तिमी नै सेकेन्ड भयो तिमीलाई बधाई छ झ्याझेटो हात कङ्ग्रेचुलेसन सक्सेस मेरो फर्स्ट भएको मेरो 32 चोरेको छ अनि के अघि यदि भनिदिउँ न यसको पेजो गरिदिउँ न यो अघि के भयो भन्न त तिमी भए के अरे उसले तिमीहरूको मुखले गरेको साँच्ची त मुखले यसरी कोक खाँदै थियो त मेरो चोरेले छ यसले पाद्यो पद्दै अनि पादेको रहेछ नि मैले साँच्ची पनि छैन यिनीहरू मुखबाट सबै मेरो हेयर स्टाइल बिगार्थ्यो होइन छोरी मान्छे हेयर स्टाइल बिग्रियो भनेर अनि कति रमाइलो कुरा गर्दै थियौँ कि अघि हामी भिडियोमा नि बुढी भएर आइसा चाहिँ अघिदेखि उसको मोबाइल चेक गरेको गर्छ नि त मेसेज आएको कसले गरेको थाहा भएन तर मैले चाहिँ जिस्काएको पछि बुढी भएर उसको नातिनीहरूलाई अनि यो भिडियो गर्न मान्दैन यो यसलाई जबरजस्ती गराएको होइन जबरजस्ती पनि त्यति साह्रो पनि जबरजस्ती गरिनँ गरौँ भनेको अनि के भन्छ अनि उसले अब मान्न साथीको पछि हेर्नुहुन्छ भन्दै भन्दाखेरि अनि त्यही कुरा दोहोऱ्याउँदैछु मैले अनि सबै जुठो हेरेर जुठो होइन जुठो मेरो लुगा पुर्दैछ धुगा न तिमीहरूको काम के छ अबै हेरेको बिजी हेरे अनि मैले यसलाई के भनेको जिस्काएको थिएँ आइसा पनि भन न बोल न कति खानु मात्रै के भन्नु अघि मैले भनेको कुराहरू
के भनिरहेको के अरे ए बुढी भएपछि यस्तो यस्तो खान्थ्यौँ छिटो छिटो खान्थे एक दुई करेन्ट चल्छ 5 मिनटमा खाँदा ठुलो तिमीले बोल्नु जान्नु बुढी मान्छेहरू कसो बोल्दैन पछि यो कस्तो बोल्दो हो पछि गरी छिटो बोल्दा नि त्यो त पछि भए कस्तो बोल्ने भने अनि नानीहरू पहिले हामी यो थुप्रो यावाचीहरूसँग मिलेर म बनाएर खान्थिङको अनि पिरो चाउचाउ बनाएर खान्थिङको अनि म चाहिँ एकैछिनमा खाइसक्थेँ भन्दै भन्छ होइन तिमीले कसरी भन्नु म कस्तो भन्छु तिमी भन न तिम्रो आफ्नो मलाई आउँदैन तिम्रो चाहिँ आउँछ निन्द्राले आँखा उयो भन्छ के साह्रो पिट्यो केही गरेको छैन कस्तो हाल्यो त यहाँ देखाउँदा यस्तो खुट्टा मैले कटु लाग्दा मैले यसरी हात यसरी राख्नु पनि नहुँदै रहेछ के कति न उयो पकाएर अनि आज कुराकानी गर्छौ कि हान्दिउँ साह्रो बिजी म साँच्चै भन्नु होला यो ग्रुपमा चाहिँ म चाहिँ त्यति साह्रो मोबाइलमा झुन्डिदिनँ म त चेक गर्छु नि त यसो टाइम के हुन्छ फोनमा झुन्डिने यो ग्रुपमा प्रमिसा सेकेन्डमा समीक्षा सेकेन्डमा चाहिँ तिमी हो तिमी हो अब थाहा भइहाल्छ तिमी हो आज कस्तो भिड्दै नभएको रिस उठेर कस्तो राम्रो भिडियो छ नि अघिबाट कस्तो फुल इन्टरटेनिङ थियो होइन हाम्रो टक्सहरू जे भए पनि अब कतिपय भ्युवर्सहरूलाई चाहिँ के नाटक गरेको जस्तो लाग्छ नि त तर हामीलाई आफूलाई नै मनपर्छ नि त हेर्नलाई है आफ्नो तिमीहरूलाई थाहा छ मेरो आफ्नै भ्लगमा कति हेरिरहेको आफै घुम्छ जहिले गर्छ खायो ल प्रमिसा हो अब बिदा माग्नु मेरो हेयरस्टाइल बिगारेर कस्तो भयो बाई बाई गाइस अब चाहिँ हामी बिदा माग्छौँ सिधा के हो दिनु होला तपाईँहरूको सिधा चाहिँ हामीले के एक्सेप्ट गर्छौँ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है त कसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला अब लगभग 4 जनाले सब्सक्राइब गर्नुभयो भने बल्ल 400 पुग्छ बल्ल त आफ्नो इच्छाको कुरा हो जबरजस्ती छैन गर्नु मन छ भने गरिदिनु होला है त ओके बाई बाई गरिदिनु होला उहाँको के भन्छ युट्युब च्यानल होइन भन न त्यस्तैलाई गरिदिनु होला किनभने आजको एउटा कुरा पनि सुनाऊँ न क्लासको के हो मलाई त सम्झिदियो अझै पनि तँ पछि फिलोसफी माग पछि नोट लेख्दाखेरि म अगाडि गएर लेख्थेँ नि त्यति बेला पनि म त कस्तो त्यही कुरा सम्झेर थोडा हाँस उठ्दैन ए आज हामीलाई मिसले अस्ति नै उयो त्यो माइक्रो टिचिङको त्यो साइकलहरू प्र्याक्टिस गरेर आउनु भन्नुभएको थियो अनि क्लासमा अनि पालै बोलाउनु भएको थियो अनि हामी लगभग सेकेन्ड लास्टतिर बस्थ्यौँ अनि सेकेन्ड लास्टको बहिनी एकजना आउनु भएको थियो बोल्नु अनि को जाने भन्दाखेरि अनि यो गएर यो गयो अनि के अरे रिफिडब्याक के भनेको थियो होइन डिस्कसन थियो अनि तर तैँले फिडब्याक हेरेर गएको नि त रिफिडब्याक लेख्छ होला भनेर सोचेको अनि यो जाँदाखेरि यो कन्फिडेन्स भएर गयो कि आइसले चाहिँ स्पेलिङ हेरेर जान्दैनस् भन्ने कस्तो बिल्ला हानिदिएको कि साथी बिल्ला होइन हौ यसलाई सजिलो होस् भनेर त्यहाँ गएर स्पेलिङ हेर्न अड्कियो भने लाग्दैन त अनि फिडब्याकको पनि भन् त फिडब्याक भन् त फिडब्याकको स्पेलिङ आउँदैन यो भन् न FEBBACK फिडब्याक अघि गर्न गर्छस् नि अघि गर्न गर्छ मलाई आउँछ यता स्पेलिङ हेरेर जा अरे के उसले सबै हाँसिदियो अनि गएर अनि भरे रिडिस्कसन लेखेर आयो
अब फिट भयो मलाई त के त नि त्यो मिलाउनु पर्ने भनेर मलाई त डिस्कसनले कि म त आँखा देख्दिनँ आने फुटी होइन यसले सुरुमा के लेखिदियो कि यसले लेखो सानो अक्षरले लेखो अनि फेरि मेटायो मिसले भएन पछाडि गर्ले देखेर फेरि अनि लेख्यो सो त्यस्तै हो हाम्रो कन्सर्न मतलब अनि फेरि पनि बिदा माग्छौँ बाई बाई हेर न मेरो हात आउँछ मेरो पनि बङ्ग छ माछे गर्दैहरू के भन्छ तिमीलाई भाँचेको सानोमा भाँचेको होइन मर्केको मात्र मर्केको र भाँचेकोमा धेरै अन्तर हुन्छ मेरो सिधा है म त मेरो हात पनि यस्तो बाई बाई गर्दा पनि कस्तो देखिन्छ नराम्रो तिमीहरूको जस्तो देखिँदैन किस किस नदिउँ बाई बाई